लो है गाइस, यहाँ चाहिँ मसला हुँदैछ है फेरि। र यहाँ चाहिँ फिस बनिन आँटेको छ है। फिस मागुर चाहिँ माछाको लागि चाहिँ मसला रेडी हुँदैछ है। यता यो माछा चाहिँ फ्राई नगरी हाल्ने हो, फ्राई नगरी पकायो भने दामी हुन्छ यो माछा चाहिँ गाइस। यता चाहिँ धनियाँ पनि धोएर रेडी छ, कटिङ गरेर हाल्नुपर्छ। यहाँ चाहिँ धनियाँ पनि कटिङ भयो है। र अब चाहिँ यहाँ माछा हाल्नुपर्छ। ग्रेभी पनि रेडी भयो, माछा हाल्दिउँ। पुछार छ है गाइस। माछा चाहिँ हालिदिउँ है, फटाफट माछा हालिदिउँ। फ्राई नगरी खालको यो चाहिँ टाउको हो माछाको सर हो, माछाको शिर हो। अब चाहिँ धनियाँ पनि हालिदिउँ माथिबाट। धनियाँ हालिसकेर चाहिँ यसलाई चाहिँ ढाकिदिउँ 10 मिनटको लागि।